नमस्कार विष्णुको आज धेरै दिनपछि म फेरि आउँदैछु नेचर इज माई टिचर सिरिजमा। आज चाहिँ मैले के लिएर आउँदैछु त भन्दाखेरि हामी मान्छेको स्वभावैले हामीलाई के लाग्छ भने फरक आजभन्दा भोलि फरक होस्, त्यो फरक पनि राम्रो होस् है। त्यो त हाम्रो स्वभावै हो र त्यो स्वभावको कारणले नै हामी ढुङ्गे युगबाट आज चाहिँ हामी के आएको छौँ, आज मोडर्न एआईको युगमा आएको छौँ। अब यो फरक भन्ने गर्दै जाँदाखेरि आज चाहिँ मैले के गरेँ भने यो मैले औषधिको प्याकेट हेर्दै थिएँ, मैले फालेको थिएन। कुनै पनि चिज नफालेपछि हामीले त्यसलाई चाहिँ भेरिएसन भन्ने कुरा फालेर होइन राख्ने, अनि त्यसपछि समय भएको बेलामा हामीले हेऱ्यौँ भने त्यो के छ त भन्ने कुरा त्यहाँबाट पनि सिक्न सकिन्छ। जस्तो अब यो एटोरभास्टाटिन यसको प्याकेट यो छ भने यो छ, यसको साइजमा हेर्नु त फरक है। अनि त्यस्तै गरेर अब अर्को छ यहाँनिर, अनि कलर अर्को आयो। अनि त्यस्तै गरेर यहाँ अब एउटै कम्पनीको एउटै औषधिको प्याकेट पनि फरक। यो फरक बनाउनलाई के गर्नुपर्छ भने मेसिनहरूले पनि विभिन्न डिजाइनहरू निकाल्नु पर्यो। अब त्यो चाहिन्छ त मात्र यो यसमा देख्यो भने एउटैमा हामीले चाहिँ नि प्याक गर्न सक्छौँ नि, कम्पनीले प्याक गर्न सक्थ्यो नि। तर किन त भन्दा एउटै मात्रै चिज राखेर हुनसक्छ, अब प्लासिबो इफेक्ट पनि भन्छ, त्यो त के थाहा होइन। अब त्यो पेसेन्टलाई थाहा त हुँदैन, त्यो कम्पनीलाई थाहा हुने कुरा हो, अथवा फार्मेसीलाई अथवा डक्टरलाई, त्यो भिन्दै कुरा। तर के त भन्दाखेरि भेरिएसन अब बिक्री गर्नको लागि उही मात्रै एउटै कुरा सधैँभरि रिपिट नगरेर त्यसलाई विभिन्न डिजाइनमा चाहिँ नि कलरमा फरक होस् अथवा साइजमा फरक होस्। त्यो अब एउटा मात्रै होइन, अर्को औषधिको पनि प्याकेट हेर्नु यसरी फरक छ भनेपछि यो विभिन्न कुरा चाहिँ यो बिक्रीको लागि कस्टमरलाई चाहिँ नि एट्र्याक्सन गर्नको लागि पनि विभिन्न कुराहरू फरक चाहिँ देखाइरहेको हुन्छ। तर के त फरक चाहिन्छ त भन्दाखेरि त्यो फरक चाहिँ वास्तव भन्यो भने मान्छेको चाहिँ नि अहिले मान्छेलाई कसरी इन्टाइस गर्ने भन्ने कुरा मात्र। त्यो आउटवर्ड हो, आउटवर्ड भन्नेको अर्थ बाहिर चाहिँ नि प्रदर्शन गर्ने। अब मान्छेले चाहिँ नि बाहिर राम्रो त्यो यो प्याकेटले त केही गर्दैन नि, त्यो खाने त के भने औषधिको क्वालिटीमा भर पर्छ भनेपछि त्यो ट्याब्लेट। अब ट्याब्लेटको लागि त यो प्याकेट फरक गरी नै रहनु पर्ने थिएन होइन। तर फरक गर्छ भने मान्छेको स्वभाव पनि, मान्छेको स्वभावै अहिले सायद बाहिर चाहिँ नि बहिर्मुखी भएको हो कि जस्तो छ होइन। बहिर्मुखी मान्छेको स्वभाव होइन भने अहिले चाहिँ नि किन संसारमा यस्तो युगमा आएर पनि अनि मान्छे चाहिँ नि मान्छेमा सन्तोषम परमम सुखम भन्छ। तर लाइफ म्यानेजमेन्टमा सन्तोषम परम सुखम हो होइन। प्रोग्रेसमा फिजिकल प्रोग्रेस हुन्छ, मेटेरियल प्रोग्रेसमा चाहिँ असन्तोषम परमम सुखम। अब यो असन्तोषको कारण हो है, यो होइन योभन्दा राम्रो हुन्छ कि योभन्दा राम्रो हुन्छ कि भन्दाखेरि त्यो चाहिँ के त भन्दा असन्तोषम परमम सुखम चाहिँ नि डिजाइन गर्नको लागि प्रोग्रेस भौतिक बाहिर भौतिकतामा प्रगति गर्नको लागि असन्तोष चाहिन्छ। तर मान्छेलाई आफ्नो स्वास्थ्यलाई सुधार्नको लागि असन्तोष कति मात्र। कुनै पनि कुरामा हामीले सन्तोष गर्न सक्नुपर्छ, सन्तोषम परमम सुखम। जस्तो अब भन्दै गर्दा मैले मेरो आफ्नै जीवनमा पहिला नै मेरो लक्ष्य थियो के त भन्दा 25-25-25 अर्थात् 25 वर्ष पढ्ने, कुराहरू सिक्ने होइन, अनि 25 वर्ष पढाउने काम गर्ने भने 25-25 चाहिँ नि 50 भयो। त्यसपछि अर्को 25 वर्ष चाहिँ नि हल्ला गर्ने भनेको आफूले जो भोगेको छ दैनिक उसमा, अनि त्यो कुरालाई चाहिँ नि समाजमा बताइदिने। अब त्यो गरेपछि मेरो लक्ष्य अनुसार म हिँडिरहेपछि अर्काले चाहिँ है विष्णु के गरेको, त्यत्रो पढेकी छ, केही गरेकी छैन। मेरो अब स्वास्थ्यको लागि सबभन्दा ठुलो कुरो के रहेछ भने स्ट्रेसले हामीलाई
प्यारालाइज गर्दो रहेछ। म प्यारालाइज हाफ प्यारालाइज भएको थियो मेरो शरीर, ब्रेन भास्कुलर डिजिज थियो। तर मैले वास्तवमा भन्यो भने उहाँसँग एक दिन उहाँ अब ढिलो चाँडो मान्छे जानैपर्छ ल भनेर बिदा माग्नु खोज्दा उहाँ रोइस्यो। अनि मैले त्यो दिन वचन दिएको थिएँ उहाँलाई, बुवा उहाँ हजुरहरू होइसुन्छ, जबसम्म यहाँ होइसुन्छ म यो पृथ्वी छोड्दिनँ भनेर। र त्यही एउटा बोलीलाई राख्नको लागि आज म अब बिस्तारै बिस्तारै मेरो शरीर चाहिँ नि ब्याक टु नर्मल पनि हुन्छ जस्तो मलाई विश्वास छ। र त्यसको पछाडि चाहिँ नि सबै औषधिहरू सहयोग, मेडिकल सहयोग त त्यो भिन्दै कुरा हो, तर विश्वास सबभन्दा ठुलो कुरो। जब जब मेरो शरीरले काम गर्न छोड्छ, अनि म पहिला खाटमा सुत्थेँ तर अब खाटमा सुत्दिनँ। जब शरीर चाहिँ नि एकदम कमजोर हुन थाल्छ, शरीरले कहाँ छोड्छ, हस्पिटल पनि जान्न। किन भन्दाखेरि मुभ अनि म मुभ गर्छु, तल जान्छु, माथि जान्छु भने। अनि त्यो गर्दाखेरि के त भन्दाखेरि यो मुभ गर्दाखेरि जब मुभ गर्यो अनि त्यसपछि यो इनर्जी पनि फ्लो हुन्छ भनेपछि मान्छेको शरीरलाई स्वस्थ राख्नको लागि अरू बाहिरको साधनले स्वस्थ बनाउँदैन, बनाउँछ त आफ्नै अन्तर भावनाले। जबसम्म मान्छे पृथ्वीमा बस्न चाहन्छ उसले जान्यो, आफूलाई चिन्यो भने मान्छे चाहुन्जेल पृथ्वीमा बस्न सक्छ। मान्छेको इच्छा मृत्यु छ। त्यसकारणले कोही पनि मान्छेले दुःख पाउने पनि आफ्नै कारण हो। दुःख पायो मङ्गलले आफ्नै ढङ्गले। किन त भन्दा यो मान्छेको चाहिँ नि दुःख भनेको के भने नयाँ कुरा गर्न खोज्दाखेरि त्यसलाई दुःख मान्यो भने दुःख हो, तर मैले नयाँ कुरा सिकेँ भने त्यही नै सुख हो, सिक्नै सुख हो। त्यसकारणले मान्छेले दुःख पायो मङ्गलले आफ्नो ढङ्गले, होइन दुःख भनेको यो फिजिकल दुःख कुनै दुःख होइन। अनि मेन्टल सुख चाहिँ नि म को हुँ भनेर चिन्यो भने मान्छे सुखी नै रहन्छ। र परिवर्तन त यो नियम हो र मान्छेको चाहना पनि परिवर्तन हो। यही मान्छेको इच्छा चाहनाको कारणले गर्दा नै मान्छेले प्रगति गर्छ। र जुनसुकै कुरालाई पनि हामीले प्रगति नै मान्नुपर्छ। आजको भिडियो यति नै। नमस्कार। परिवर्तन जीवनको नियम हो, परिवर्तन संसारको नियम हो। यसलाई हामीले स्वीकार्नु नै उच्चतम गुण हो। जे कुरालाई पनि स्वीकारोक्ति भन्ने मलाई अहिले लाग्यो। नमस्कार सबजनामा।